बापले रुन लागिन् विष्णुसित दुखीका बाबुले दया भयो दशरथ राजा कोखीमा जन्मा ल्याउला जनक देखि सीताजी बनाउला सीता मेरो सुन्दरीको रूपै बनेर जाला आफै आउला इन्द्रजित रमणको काल दशरथ राजा पुत्र नहुँदा गुरु बजिष्ठले उमेर अग्नि गर्भवती रानी पालिसका भोगले एकैलाई पुत्र जन्मे भरत भन्ने नाम सुमित्रालाई लक्ष्मण शत्रुघ्न कौशल्यालाई राम जब परो पृथ्वीमा श्री रामको पाउ मानुषलाई दर्शन दिने जन्मेको चतुर्बाहु नाम कर्म वर्तनी बजिष्ठले गरे शास्त्रहरू सब पढिसकेर धनुकी धार भए हातमा धनु काँधमा थुप्रो नारीमा बाजे कैदा घोरल मृग चित्रमार एउटै मारो गैडा विश्वामित्र लिन आए जनकपुरमा जान ताजन काटेर राक्षस मार्यो शोभा बोल्दै हाना गौतम ऋषिकी ऐल पत्नी इन्द्रले गर्यो भोग गौतमजीले श्राप दिनुभयो हजार योनिको रोग ऐल तुमी अविचारणी म बिनु तिमी महतर आफ्नो र अर्को पुरुषलाई नचिन्ने भइगयो तिमी पस्तर जुन दिन होला रामको अवतार स्वर्गमा जान जाति गौतमजीका हुकुम भजु रामले दिनुभयो लाती हरिहर नसम्झे राम राम सम्झे सन्तोष त्यहाँ जन्मन पापी रामण पृथ्वीलाई भारी हरि हरि राम प्रभुको पाउ पत्तर लागेर सुन्दरी स्वर्गमा जान्छन् मेरा डुङ्गा यही गति भयो जहान मेरो मर्छन् राम मिले लक्ष्मण भैया गङ्गाजीको तिरमा नारायणकै पाउ पखालेर माझीले ल्यायो शिरमा राम लक्ष्मण विश्वामित्र तरेर गङ्गा पारी लिन आए जनक राजा रामजू कसो बारी जसल तुल्ला शिवको धनु तसल जिउला सीता राम आए जनकपुरमा विचार गरौँ गीत 5,000 वीरहरू ल्याएर भाँचेर गयो भैमा विष्णु भन्ने परेछ मनमा रामको गरे महिमा सीताले ल्याइने फुलको माला रामचन्द्रको माथमा मुखमा हेरेर पेरमाली हाँसे जानक पाउल साथमा दिन पठाइए जनक राजा मनोहर मनमा हाँसी दशरथ भर शत्रुघ्न आएको सौरवासी लक्ष्मणजीलाई उर्मिला दिए छोरी जनकजीका रामसित भरतलाई माण्डव शत्रुघ्नलाई सो कीर्तिका चारै भाइको विवाह भयो बिदा भयो जाना जागेर आए परशुरामलाई सातो खाना पाजी पुरानो भाँचेर धनु गर्केर सेकी गर्छ यही धनुको ताजुन तानेर भक्कर यही मर्छ दशरथ राजा कम्पेर मनमा यही दिन हो किरात वंशको जान जान्छ कि भनेर हंसले छाड्यो तात सेके तोडेर पाउ परे परशुरामको दण्ड राम फिर्के अजुदेम सकियो बालकाण्ड कहेर विचरण बनायो रामचरित्र गाना मृत्यु कौद आशा लाउँछ वैकुण्ठमा जान हरिहर न